पैसा पनि भक्क लगाइसक्यो क्या गाउँका साथीहरू पनि सबै कता कता गइसके यसो बजारतिर जाऊँ भनेको गोजीमा 1 पैसा पनि छैन साथीहरूसँगै माग्नु पर्दा साथीसँग मागेर गयो भने खानु पर्दा जुत्ता लगाउनु पर्यो दिन्छु बजारतिर दैवको आएर केले जुरायो भने चाहिँ त्यस्तै भइरहेछ धनबहादुर थियो त त्यो अब यसैसँग पैसा माग्ला जस्तो छ है आज जसरी पनि त्यसमा गएर पैसा त माग्नै पर्छ धनबहादुर के छ खबर तेरो ठिक छ नि यार कहाँ जानुहुन्छ र यार यस्तै त भने गाउँतिर बस्दा बस्दा झ्याउ लगाइसक्यो त्यही भएर यसो बजारतिर जाऊँ कि भनेर आएको ए हो र अनि कतिखेर बल्किन्छ जस्तो के छ त सन्चै हो ठिकै छस् के हो नि यार मेरो त ठिकै छु हारमै छु भन्नुपर्छ यार मलाई हल्का के हो भने मसँग समस्या थियो है छ कि तँसँग के गर्नु आयो सोच्नु अब यसो काम थियो तेरो के पनि तैँले 2-4 हप्तामा फिर्ता गरिदिनु भने गएर साँच्चै भने हो र साँच्चै भने कहाँ ढाँट्छु त यार तिमीलाई पैसा त पक्का दिन्छस् नि पक्का दिन्छु हो खाउने यार यिनले ल ठिक छ नि त म पनि दिन्छु नि त कति पैसा चाहियो तँलाई मलाई धेरै चाहियो होइन सामान्य त हो त्यो 50 रुपियाँ जति भने हो ए 50 रुपियाँ चाहियो चाहियो तुलाई चाहिँ मैले यो 50 रुपियाँ दिन्छु भोलि चाहिँ जसमा रिपिट गर है ल भइहाल्छ नि जेठी यार तिमी के चिन्ता गर्छौ के ल ठिक छ गाउँको जान्ने मान्ने मान्छे भनौँ भने अब विश्वास लाग्दैन गरिब परियो पैसा लिएपछि नबिर्सिनु फेरि बिर्सिन्न कहाँ बिर्सिन्छ यार म ल ठिक छ जा राम्रोसँग प्रकाश कहाँ छन् अहिले साँच्चै प्रकाशसँग भेट नभएको पनि धेरै भइसक्यो त अब तिमीलाई कल चाहिँ हान्नु पर्यो कता छन् त कता रहेछ नि त कहाँ छ तिमी ग्राउन्डतिर छु म यता आऊ न त भेट नभएको धेरै पनि भइसक्यो त अनि भेटघाट गरौँ न यता गाउँ उता ग्राउन्डतिर आऊ न त ल हस् 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 प्रकाश ल ल ल म आएँ है त 5 मिनट आएँ के छ खबर म त यार धेरै लामो समय भइसक्यो भेटघाट त थिएन त अनि ए म यतैतिर बसौँ न त ए ल हुन्छ नि त बसौँ त प्रकाश के छ अनि अरू खबर सन्चै छौ म त सन्चै छु अनि तिमी भन के छ मेरो पनि एकदम ठिक छ अनि कतातिर छ आजभोलि के भइरहेछ हेर्न यतै घरतिर छु अनि तिमी भन के छ मेरो पनि ठिकै छ प्रकाश खाने बस्ने यस्तै पढाइ लेखाइ यस्तै भइरहेछ भनौँ यता कतातिर म यति घुमघाममा आएको थिएँ यतातिर फिल्डतिर त्यसै कारण यसो तिम्रो याद आयो कता छन् त भनेर कल गरेको यति रहेछ भाग्योस् राम्रै भयो भेटघाट होइन जाऊ न त नास्ता खाऊ न त ए नास्ता त खाने साँच्चै मैले त हिजो त्यो फत्केलाई पैसा दिएको थिएँ 50 रुपियाँ दिनु त साथी म भोलि दिन्छु भनेको थियो एकदमै चिट लाग्यो मनैदेखि दिएको त त्यो फत्केल त आज दिन्छु भनेको थियो कहाँ गयो त्यो त कल नै गरेछ नि त कल गर न त है ए हुन्छ नि त म फत्केलाई कल गर्छु नि त है हुन्छ त नि त सन्चो लाग्दैन त अटोमेटिक कटिहाल्छ त अझै कहाँ गाह्रो रहेछ त मलाई लाग्दैन त कटिहाल्छ हिँडेको पनि बोल्दैन त प्रकाश फोन लाग्दैन त अनि फत्केलाई के गर्ने होला अब के गर्छौ त त्यो त गरी फटा 1 नम्बरको चोर हो त किन दिँदै पैसा ए मलाई त थाहा थिएन नि त प्रकाश
ऊ चाहिँ आउँदैछ फर्दै ल त्यो आउँदै रहेछ होइन ए फर्ती पो त्यहाँ रहेछ नि अझै नदेखिएर गर्नु पर्ला ए आइसक्यो छ त्यहाँ दिएर फर्ती उसलाई अब चाहिँ बोलाउनु पर्यो होइन ओ फते ए फते यहाँ आइज त होइन किन आउनु पर्यो आइज न भने यहाँ आइज न ए ल ल आएँ बन्द ए फते तैँले साँच्चै भने बिर्सिनु भने हिजो पैसा लगाएको थिइस् त अनि ए तैँले हिजो पैसा दिन्छु भनेर लगाएको थिइस् त के हो त पैसा आज त दिनुहोस् त होइन हौ तेरो पैसा म कति बेला ल्याएको अन्त हिजो बिहान चाहिँ बजार जान्छु पैसा छैन भनेर मागेको अनि अहिले चाहिँ किन नाटक गरिरहेको फेरि होइन त्यो खुसी छ यो छैन मैले लगाएको पैसाहरूलाई दियो न सत्य तेरीमा देख्ने हिजो तिमी लगेको बिर्सेस् ए ठिक ठिक सम्झेँ यही त छ यसको बिर्सिने बानी लिएर चाहिँ बिर्सिहाल्ने ए मेरो भाइ रिठे मैले सम्झिसकेँ तेरो पैसा म भोलि फिर्ता गरिहाल्छु नि चिन्ता नगर न अरे हिजो फिर्ता गर्छु भनेर चाहिँ आज भोलि भन्छ भोलिबाट भोलि भोलि त पक्का फिर्ता गर्छु नि अर्को हप्ता गर्छु नि त 7 दिन त रोक्दैन भाइ अरे 7 दिनपछि पक्का हो नि पक्का पक्का 7 दिनपछि ल्याइनुहोस् भने थाहा पाइस् नि फेरि के थाहा पाउनु आज थाहा पाइहालेँ भोलि थाहा पाइहाल्छु अरे फते राम्रोसँग बोल ल्याइदिन्छु ए यो मुला त बानी यस्तै हो त किन दिँदो पैसा पैसा मागिहाल्यो अब बिचराले पैसा छैन भन्यो मलाई चाहिँ टिर लाग्यो दिइहाल्यो फसाइहाल्यो नि बच्चाले अब कसरी ल्याउँछ त्यहाँबाट अब 1 हप्ता रोक्नुहोस् दाइ भनेको छ 1 हप्तामा चाहिँ रोक्यो भने चाहिँ अब दियो भने दिन्छ दिँदैन भने फत्तेले रामदुलाई खान्छ को स्टाइल आज पक भोलि भोलि भन्दा मेरो भोलि साथ खाइदिएको छ यो माल झ्याक्ने फत्ते पक जाने धन्यवाद रेडी भयो नि त यो त आज त तेरो गेटअपबाट पुरो बिग्रिएन छ त च्यान छ त के गरे हेरो अफर चलिरहेको थियो के मेरो पैसा कहिले दिनेस् पैसा त दिउँला नि बिस्तारै के चिन्ता मन लाग्छ फत्ते मर्ला चाहिँ फेरि कहिले दिन्छस् भन् गोजीमा छैन यार दाइ यार अहिले पुरा दिने हुन्छ त यार अरे यहाँ त पुरै सलमान खान जस्तो पो देखिन्छ भइहाल्छ नि सलमान खान अफर चलिरहेको थियो त्यहाँ गएर ल्याएको 50 रुपियाँ दिन्छु तेरो चस्मा दिनु झिक्नलाई चाहिँ हातमा मात्र आउनु ए फत्ती के गर्छस् ल तेरो पैसा ल यति पैसा तैँले दिएको भए त तिमीले यति मेरो हातमा भनाइ पनि खाइ माग्ने किनिस् के यति फरक किन हो राजा गाउँकै राजा फटा राजा आजलाई अहिले बाजा बन्ने गरी आउँछु अबदेखि यस्तो नगरेस् त्यही म गर्नु छैन राजा जस्तो मान्छेबाट ए बो विचार राख्नु छैन ल